आतारा धेरै लामो छ। तपाईले 1 देखि 10 सम्म मात्रै पढिदिनुहोस् आताराको। त्यसपछि ठुलो अधिकार भएका अर्को एउटा स्वर्गदूत स्वर्गबाट तल आइरहेका मैले देखेँ। तिनको वैभवले पृथ्वी उज्यालो भयो। तिनले यसो भनेर शक्तिशाली स्वरले कराए, महानगरी बेबिलोनको पतन भयो। यो महामारी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड्डा भएको छ, किनकि सबै जातिहरूले यसको अशुद्ध काममा असनाको मद पिएका छन् र पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्। पृथ्वीका व्यापारीहरू त्यसको अभिलाषासितको प्रभावले धनी भएका छन्। तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुने, हे मेरा मानिसहो, त्यसबाट निस्केर आओ, नत्रदा त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ र त्यसका विपत्तिहरू तिमीहरूले भोग्नेछौ। किनकि त्यसका पापहरू सर्वसम्मै थुप्रो लागेका छन् र परमेश्वरले त्यसका अधर्महरू सम्झनु भएको छ। त्यसले जे गरेकी थिए त्यही त्यसलाई देऊ। त्यसले गरेका कामको दोब्बर त्यसलाई पठाइदेऊ। त्यसले प्यालामा जे भरेकी थिए त्यसको दोब्बर खडा हुने गरी त्यसलाई देऊ। त्यसले जति गौरव र सुख विलास गरेकी थिए त्यतिकै त्यसलाई यतना र शोक देऊ। किनकि त्यसले मनमा भन्दछ, महारानी भएर म बसेकी छु, म विधवा होइन, मैले कहिल्यै शोक गर्नुपर्ने छैन। यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्, मृत्यु, शोक र अनिकाल आगोले त्यो भस्म पारिनेछ। किनकि त्यसको इन्साफ गर्ने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ। त्यससँग व्यभिचार गर्ने र सुख विलासमा रहने पृथ्वीका राजाहरू त्यो जसले धुवा देखेर त्यसको निम्ति रुनेछन् र विलोना गर्नेछन्। त्यसको यातनाको डरले डाँडै उभिएर तिनीहरूले यसो भन्नेछन्, हाय हाय त महानगर त शक्तिशाली बेबिलोन, एकैछिनमा नै तेरो दण्ड त माथि पर्यो। अब यो बाबिलोनको विषयमा 2 प्रकारको बाबिलोन छ। यो त धार्मिक बाबिलोन छ अनि यो त आर्थिक बाबिलोन हुनुहुन्छ। अनि 2 त कस्ने छ है। यो धार्मिक बाबिलोन कस्ने छ अनि आर्थिक बाबिलोन पनि कस्ने छ। स्वर्गदूत फेरि देख्नुहुन्छ 1 पदमा, अनि उहाँसँग अधिकार थियो अनि उहाँ कराउनु भयो यो बाबिलोन कस्यो गरे है। यो बाबिलोनमा दुष्ट आत्माहरू थियो अनि एकदमै अशुद्धहरू आत्मा थियो अनि अशुद्ध चाराहरू थियो, यो घृणा लाग्दो कुराहरू थियो। अनि मानिसहरू यो संसारभरिको मानिसहरू त्यसको रक्सी खायो अनि त्यसमा माटेको थियो। यो संसारमै शक्तिशाली बाबिलोन थियो है। संसारमै शक्तिशाली धर्म थियो यो। अनि यहाँ अर्को स्वरले के बोल्छ भने, स्वर्गबाट मेरो मानिसहरू तपाईँ वाबाट अलग हुनुहोस्। यो तपाईले एकदमै ध्यान दिनुहोस् है। यो रोमन क्याथोलिक मानिसहरूसँग हामी एकता हुन सक्दैन, उहाँहरूसँग अलग हुनु पर्यो। नत्र उहाँहरूको पाप से सहभागी उहाँहरूसँगको पाप से सहभागी नहुने अनि उहाँको श्राप हामीले पाउने हुँदैन। उहाँको पाप एकदमै धेरै छ, एकदमै धेरै छ गरे 5 पदमा। अनि परमेश्वरले उहाँको पापलाई सम्झिनेछ। जस्तो उहाँले गल्ती गर्यो त्यसरी उहाँले दण्ड पाउनेछ। त्यसकारण रिसको कचौरा उहाँले पिउनु पर्नेछ। उहाँको दण्डको समय आयो गरे अनि उहाँको हृदयमा उहाँले गमन गर्नुहुन्छ, म चाहिँ राज गर्दैछु। तर
त्यसको नाश आइसक्यो। एक दिनभित्र उहाँको समस्या आउनेछ, एक दिनभित्र चाहिँ दण्ड आउनेछ अनि एक दिनभित्र उहाँ मर्नेछ, आगोले खानेछ। यो परमेश्वरको न्यायको कारणले यहाँ लेखेको छ। अनि पछि हामीले 9 अनि 10 पदलाई पनि पढ्यौं। यो धर्ममा धेरै धन सम्पत्ति थियो अनि यो संसारभरिको राजाहरूले यसको पैसा खायो अनि यसको पैसाको सहभागी भयो। तर पछि त्यसलाई जलाउने छ यो संसारको मानिसहरूले। अनि त्यो बेला रुने पनि रुनेछ, किनभने यो पैसाको कुराहरू पनि हराउनेछ। अनि उहाँहरू त्यो आर्थिकको समस्या देखिसकेर उहाँहरू पनि कराउनेछ अनि उहाँहरूले धिक्कार बोल्नेछ। तपाईँ कति कस्नुभयो, बाबिलोन सहर कति कस्नुभयो, उहाँहरूले बोल्नेछ। हुन्छ, तपाईँले अझै पढ्दै गर्नु होला। हामीले 17 पदसम्म पढौँ। अब पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र बिलौन गर्दैछन्, किनभने कसैले पनि तिनीहरूका व्यापारका माल सामान फेरि कहिले किन्ने छैनन्। अर्थात् सुन चाँदी रत्न मोती र महलका कपडाहरू, वैदिक कपडा, रेशम र चहकिलो रातो रङका कपडाहरू, सबै किसिमका सुगन्धित काठ, हरेक किसिमका हर्षित डाहा हाटका सामग्रीहरू र हरेक बहुमूल्य काठका काँसाका पाम र सिङ्गमरमरका पात्रहरू र चाँदी, दालचिनी, मसला, सुगन्धित धूप र मुलो, सेतो धूप, मद्द, तेल, मसिनो पिठो, गहुँ, गाई, भैँसी, भेडाहरू, घोडाहरू, रथहरू, कमारीहरू अर्थात् मानिसहरूका आत्मा तिनीहरूले भनेछन्, ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तबाट गएका छन्। सबै स्वादिष्ट भोजनहरू र समस्त कदम कहिले गुमाइस ती फेरि कहिले प्राप्त हुने छैनन्। यी सामग्री व्यापारीहरू जसले त्यस नगरीमा व्यापार गरेर धन कमाएका थिए, त्यसमाथि परि आउने यात्राको डरले टाढै उभिएर यसो भन्दै तिनीहरू पुरुषहरूले रुनेछन् र बिलाप गर्नेछन्, हाय हाय यो महानगरी जो महल वैज्ञानिक र चहकिलो रातो वस्त्र लगाएर सुन रत्न र मोतीहरूले सिँगारिएकी थिए, किनभने एकै घडीमा त्यति धेरै धन नष्ट भएको छ। हरेक जहाजको कप्तान जहाजमा यात्रा गरेर नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढे उभिए। आमेन, धन्यवाद। यो त्यस कारण हामीले यो त धार्मिक बाबिलोनबाट आएर हामी अहिले चाहिँ यो त आर्थिक बाबिलोनको विषयमा यो व्यापारीहरू अनि यो संसारको व्यापारको कुराहरू यो कस्नेछ अनि नाश हुनेछ। यो साउजीहरू त्यो कुराहरू देखेर एकदमै निराश हुनेछ। यो जुन व्यापारहरू हुन्छ यो संसारमा, हामी यताउताको कुरा किन्छौँ, जस्तो चीनको कुरा किन्ने पाइन्छ, इन्डियाको कुरा किन्ने पाइन्छ, ठाउँमा जान्छ, यो सबै बन्द हुनेछ। अनि यो सबै बन्द हुने बेलामा यो संसारको मान्छेहरू एकदमै निराश हुनेछ। संसारको मान्छेहरू एकदमै दुखित हुनेछ, किनभने उहाँहरूको जीवन नै हो त्यो, है, त्यो पैसा कमाउने बाटो हो अनि उहाँहरूको जीवन नै पैसा हो। त्यस कारण उहाँहरू एकदमै डर मानेर 15 पदमा उहाँहरू रुनेछ अनि उहाँहरू कराउनेछ, ए ठुलो सहर। अनि यो व्यापारीको यो कुराहरू 1 घण्टाभित्र तपाईँ कस्नुभयो, तपाईँ खत्तम भइसकेको हो भने बोल्नेछ। त्यस कारण यो संसारको मान्छे एकदमै निराश हुनेछ त्यो बेलामा, त्यो व्यापारहरूको कुराहरू गइसकेर। तर
विश्वासीहरू निराश हुने छैन यो बेलामा। विश्वासीहरू हामीले एकछिनपछि देख्नेछौँ 19 अध्यायमा विश्वासीहरूले स्तुति प्रशंसा गर्नेछौँ त्यो कसेर है उहाँहरूको दण्ड देखेर हालेलुया बोल्नेछ एकदमै राम्रो भयो यो चिक गर्यो परमेश्वरले बोल्नेछ तर संसारिक मान्छेले रुनेछ। अब यो संसारिक विश्वासी पनि रुनेछ। जो विश्वासीहरू यो संसारको निम्ति जुझ्दैछ यो संसारको धन सम्पत्ति उहाँहरूको धन सम्पत्ति संसारमै राखेको छ उहाँहरू निराश हुनेछ तर साँचो विश्वासीहरू निराश हुने छैन। हुन्छ तपाईँले यो त्यहाँदेखि अन्तिमसम्म तपाईँले पढ्न सक्नुहुन्छ 24 पदसम्म। त्यो महान गिरी जलेर निस्केको धुवा देखेर यसो भनी कराए त्यो महान गिरी जस्तो कुन सहर थियो अनि तिनीहरूले आफ्ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए यहाँ त्यो महान गिरी जहाँ समुद्रमा जहाज हुने सबैजना त्यसको सम्पत्तिद्वारा धनी भएका थिए एकैछिनमा त्यो नष्ट भएको छ। हे स्वर्ग त्यसको हिसाबमा रमाऊ हे सन्तहरू प्रेरितहरू अगमवक्ताहरू तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको हिसाब गर्नु भएको छ। तब एउटा शक्तिशाली स्वर्गदूतले ठुलो जादो जस्तै एउटा ढुङ्गा उठाएर यसो भनेर त्यसलाई समुद्रमा फाले यसरी नै महान गिरी बेबिलोन ठुलो बेगले फालिदिनेछ र त्यो फेरि कहिले पाइने छैन। वीणा बजाउनेहरू गायकहरू बाँसुरी बजाउनेहरू र तुरै गुन्नेहरूका धुन तमा कहिल्यै सुनिने छैन र कुनै पनि शिल्पकार तमा कहिल्यै पाइने छैन। जाँतको आवाज तमा कहिल्यै सुनिने छैन। बत्तीको उज्यालो तमा कहिल्यै चम्कने छैन। दुल्हा र दुलहीको स्वर पनि तमा कहिल्यै सुनिने छैन किनकि त्यहाँ व्यापारीहरू पृथ्वीका ठुला मानिसहरू थिए र तेरा मन्त्र तन्त्रले जाति जातिहरू फगिएका थिए। त्यसमा नै अगमवक्ताहरू सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो। हुन्छ धन्यवाद। यहाँ पनि हामीले दुईटा कुरा देख्छौँ यो संसारको मान्छे रुन्छ अनि यो उहाँहरूको व्यापारहरू खसेर नाश भएर तर यहाँ आज्ञा छ है 20 पदमा यो आज्ञा नै हो तपाईँ खुसी हुनुहोस् है स्वर्गीय व्यक्तिहरू विश्वासी व्यक्तिहरू तपाईँ खुसी हुनुहोस् तपाईँ रमाउनुहोस्। अगमवक्ताहरू प्रेरितहरू तपाईँ आनन्दित हुनुहोस् किनभने परमेश्वरले न्याय गर्नु भएको छ। हामी आफ्नै शत्रुको पीर देखेर हामी खुसी हुनु पर्दैन खुसी हुँदैन त्यो हितोपदेशको पुस्तकले सिकाइदिन्छ त्यो हामीलाई। हाम्रो व्यवहार त्यस्तै नहुनु पर्यो तर चाहिँ न्यायको दिनको निम्ति खुसी हुने ठिक हो। अनि यो किनभने यो असल कुरा हो परमेश्वर न्यायाधीश हुनुहुन्छ अनि उहाँले न्याय गर्ने बेलामा उहाँले गल्ती गर्दैन उहाँ चाहिँ असल गर्दै हुनुहुन्छ। अनि यहाँ आज्ञा पाएको छौँ त्यसमा आनन्द मान्ने त्यसमा खुसी हुने उहाँको न्यायमा यो पदहरूमा देखिन्छ। अन्तिम दिनमा संसारको व्यक्तिहरूले व्यापारलाई हराउनेछ। अब पछि 1000 वर्षको समयमा येशू ख्रिस्टले राज गर्ने बेलामा व्यापारहरू त्यति धेरै हुने छैन किनभने मान्छेले आफ्नै खेतमा आफ्नै घरमै बस्नेछन् अनि त्यसबाट चाहिँ उब्जनी हुनेछ जति है यो आदम अनि एवाको पालोमा जस्तै फर्किनेछ। यो संसारमा एकदमै यो दुःख साथले काम गर्नुपर्ने छैन त्यो बेलामा। त्यसकारण यो जस्तै प्रकारको व्यापारहरू फेरि हुने छैन संसारमा। त्यो स्वर्गदूतले देखाउँछ है यो डुङ्गा जस्तै कसाउने छु फेरि कहिले उठ्ने छैन यो नराम्रो यो दुष्ट प्रकारको व्यापारीहरू कस्तो गर्छन् भने मान्छेबाट छोड्ने दाट्ने तग्ने त्यस्तो प्रकारको व्यापारहरू फेरि कहिले हुने छैन। त्यो यो अध्याय भन्दा पछि यो संकष्टको दिन भन्दा पछि त्यस्तो प्रकारको व्यापारहरू हुने छैन।